Hey guys, welcome to another vlog or video है। आज फेरि एउटा भिडियो बनाउँदैछु। एयरपोर्ट गएको। एयरपोर्ट चाहिँ आज मेरो भाइ विदेश जाँदैछ, त्यही भएर एयरपोर्टको भ्लग बनाउँदैछु। के गर्नु, बाध्यता व्यवस्था देशको परिस्थितिले गर्दाखेरि आज मेरो भाइ विदेश जाँदैछ। दुःख मन त लागिरहेछ, त्यही पनि बाध्यता छ। नेपालमा बसेर अब गर्नु नै के सकिन्छ र। यस्तै छ देशको हालत, त्यही भएर ऊ चाहिँ विदेश जाँदैछ केही समयको लागि। हातमा ब्यागहरू समाउँदै अनि केही फोटोहरू सम्झनाको लागि खिच्दै आमा छोरा साथीभाइ सँगै मनमा पीडा भए पनि ओठमा हाँसो लिएर विदेश हिँड्नु कसलाई रहर हुन्छ र। त्यही पनि विदेश त जानु नै छ। अब सुरुवात हाम्रो दाजुभाइमा एकजना भाइले गरियो। मनमा पीडा भए पनि काँधमा देशको झन्डा, साथीभाइको माया साथ सपोर्टलाई सम्झना बनाउँदै विदेशको त्यो दुःख गर्ने ठाउँमा जानु कसलाई रहर हुन्छ र। त्यही पनि जानु नै छ। खुसीहरू सार्दै आउने दिनहरूमा केही अझ राम्रो खुसी सुख पाइन्छ कि भनेर विदेश जाँदै गर्दा कोही पल सायद उसलाई नराम्रो त लागिरहेको थियो होला। त्यही पनि साथीभाइको साथ सपोर्ट अनि भेटघाटले गर्दाखेरि उसलाई मनमा पीडा भए पनि जान त पर्यो। त्यसैले उसको विदेशको यात्रा सफल रहोस्, सुख रहोस्, रमणीय रहोस्, यादगार बनोस्। जिन्दगीका केही पाठहरू सिक्दै बुझ्दै जीवनलाई सहज बनाउनेतिर लगोस्। शुभकामना छ मेरो भाइ। आउने दिनहरू अझ सोचेको भन्दा बेटर रहोस्। साथीभाइ, दाजुभाइ, इष्टमित्रको साथ सपोर्ट भने सधैँ भइ नै रहनेछ।